सम्पूर्ण साथीमा नमस्कार। आज म बनाउन गइरहेको छु आलु र प्याजको तरकारी। तेल हालेर ल्वाङ, सुकुमेल, अनि तजको पत्ता, जिरा, हिङ, त्यसपछि बेसार, अनि रातो खुर्सानीको धुलो, टमाटर, लसुन, जिरा एकसाथमा पिसेर हाल्दैछु। अनि नुन स्याट्ट चाहिँ राम्ररी चलाएपछि यहाँ कुकरमा आलु र प्याजलाई सिटी मारेर राखेको छु। अनि स्याट्ट खनाएपछि ल अनि चाहिँ आलु त्यो पाकेको आलुलाई निकालेर टकटक पारेर खडेर त्यसरी चाहिँ के हुन्छ भन्दाखेरि झोल बाक्लो हुन्छ। त्यसो गरे चाहिँ हाल्दामा चाहिँ झोल चाहिँ एकदम बाक्लो चट्ट गजबको हुन्छ। स्याट्ट उम्लिसकेपछि चट्ट धनिया हाल्यो। धनिया हालेपछि यो तरकारी हाम्रो रेडी हुन्छ। आलु र प्याजको तरकारी त्यसरी बनाएर खाँदामा हुन्छ है साथीहरू। ल